결장이면 여기 아까 여기까지 나오잖아. 반 여기까지. 여기까지 나와. 나와. 가그는 틀어야지. 그럼 이걸 잡아야지. 오근하고 됐는데 이걸 틀어서 안 맞아요. 안녕하세요. 네. 이거를 이렇게 자르면은 한장 오면서 그거를 요즘 있잖아요. साथीहरू एसआई प्यानलको गोदाम बन्दैछ यहाँ आफ्नै कम्पनीको साउको गोदाम हो। अब भोलि गएर यहीँ काम गर्नुपर्ने हुन्छ। सो भन्दा नि एउटा सानो भिडियो बनाइदिउँ भनेर आज चाहिँ मौसम अति नै -9-10 को अवस्थामा पनि थोरै छोटो भिडियो चाहिँ बनाउने मन छ। अहिले यहाँ चाहिँ आएँ है, यसरी बन्दैछ गोदाम यहाँ है, देख्न सक्नुहुन्छ। एसआई प्यानल अब नेपालमा नि माहौल तताएको छ कि अब दुःखको कुरो भन्नुपर्दा मुस्किलले 10 किता परेको नि त्यो पनि बेचियो। अब अहिले पोछुतो लगाइरहेको साथीहरू फ्युचर नेपालमा चाहिँ एसआई प्यानलको राम्रै होला जस्तो छ। यो पुरै एसआई प्यानलै होइन, थोरै केही टेक्नोलोजी फरक होला यसो बनाउने। केही अब भूगोल नै अब देश नै अर्कै छ भनेपछि नेपालमा बनाएको त यहीँको टेक्नोलोजीले हो कि हुन त, तर केही गुणस्तरमा पक्कै पनि यहाँभन्दा चाहिँ मसलै छ कि जस्तो लाग्छ। तैपनि नेपालमा माहौल तताएको छ एसआई प्यानलले। सो आजको यो छोटो भिडियो यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद।